यो चाहिँ कोपी सागहरू यो चाहिँ प्लास्टिक झार्न उम्रो छ चम्चा यो रहेछ कोपी नै यहाँ चाहिँ अब अर्ग्यानिक फार्मिङको तरिकाहरू चाहिँ कस्तो खालको हाउ टु कल्टिभेट दिए हैन अर्ग्यानिक फार्ममा चाहिँ यहाँ रहेछ मेरो चाहिँ अब बिस्तारै है आउने उमा त्यो किवीको चाहिँ डन्ठाइ मात्रै रहेछ अहिले चाहिँ अप्सनल भएर होला हजुर यो चाहिँ किवी हो छिराउनु पनि देखाउनु यो चाहिँ किवी लुक एट दिस अब यो चाहिँ सागहरू रहेछ यस्तो यस्तो रहेछ नि पराइसम्म अम्बो यो चाहिँ के हो किवी हो किवी चाहिँ छ त हो त्यही हो किवी हो नि यहाँबाट चाहिँ निकाल्छ होला नि त बादमा है दिन्छ होला साथी यो किवीको भोटर हामीलाई अन्त एउटा चाहिँ 30-35 को पर्छ खोजौँ न ताकेको ल यो चाहिँ यसो गर्छ होइन आहा यो त किराले खाने यो चाहिँ तपाईँहरूलाई स्ट्रबेरी देखाउँदैछु अब यहाँ चाहिँ तपाईँले यसो खोज्नुपर्छ पाकेको ध्यान लगाएर एकदमै भित्र हुन्छ सबै टिपिसकेको छ तर अन्त तपाईँले यता पनि देख्नुहुँदो रहेछ एमआई तपाईँले यहाँ पाकेको देख्नुहुँदैछ यसलाई चाहिँ यसो टिपेर यस्तो राखेर यसो गरेर